म फुल नाइट ड्युटी गरेर आएको। साँझ 4 बजे ड्युटी थियो। 4 बजेदेखि बिहान 4 बजीसम्म ड्युटी गरेँ। अनि 1 घन्टा तानतुन गरेर यताउति भयो। 5 बजेपछि जिम गएपछि 2 घन्टा आज अलि चाँडै भएर आएको त क्लासमा लाइसेन्स ड्राइभिङ लाइसेन्सको 6:30 बजे भनौँ न 6:30 बजे त्यहाँबाट आएँ। सायद त्यसपछि निन्द्रा त लाग्थ्यो किन नलाग्ने। सुत्यो भने फेरि क्लास सुत्छ हुँदैन, सुतेन। फेरि अहिले 9 बजे क्लास छ। अहिले टाइम कति भएको छ तपाईँको यसो देखाउँछ स्मार्ट टाइम यार। 8:44 भएको छ। तपाईँ यति दुःख मेरो एउटै हो। यति दुःख चाहिँ मैले कसको लागि गरेर आएको छु खास। यो मेरो एक्लैको लागि त होइन है। यसमा यति त जाँदैन होला नि त होइन। यो त म चाहिँ चिक्ने म तपाईँको घरको अहिले कसैलाई नदियो होला ठिक छ, तर भोलिको लागि त गर्दैछु नि त होइन। तपाईँहरूको लागि गरे हो नि त यो, मैले मेरो लागि त होइन। तपाईँहरूको अब आमा बुवालाई के नभने दबाई पानी केही नमिले पनि आमा बुवाको लागि आज राम्रो लाग्यो 2 चोटि बन्द गरेँ। कहिलेकाहीँ मिठो मसिनो खुवाउनलाई होइन। त्यसपछि अलिक यता भाइ बिनाहरूलाई होइन। त्यसपछि आफ्नो बुढी, आफ्नो छोरी, आफ्नो छोरा, जो कोही भइहाल्यो होइन। तपाईँहरूकै लागि त होइन यत्रो मेहनत गरेको भनेको। यो 15 घन्टा भन्नु न, लगभग 15-16 घन्टा हो। 4-5 घन्टा सुत्नको लागि बस्छ होला मलाई, त्यो पनि एक्ज्याक्टली थाहा भएन होइन। अनि चिक्ने जाठीहरू तिमीहरूलाई चाहिँ अनि मैसँग कचकच गर्नुपर्छ। मलाई केही चाहिँदैन। हेर बुढी, हेर आमा, मलाई केही चाहिँदैन। मैले कसैसँग केही मागे नि छैन। भगवान्सँग माग्छु, अरूलाई माग्नु पनि आवश्यक परेको छैन। अहिले चुस्त तन्दुरुस्त छु, त्यसको चान्सै छैन कि म कसैलाई केही मागौँ। तर तपाईँहरूलाई हात जोडेर बिन्ती छ मेरो बुढी, मेरो घरका मान्छे, मलाई केही चाहिएन। बस मैले भनेको मान्थे। मलाई यो एक्लो मेरो यो शरीर पाल्नलाई केही मलाई म भिख मागेर नि खान सक्छु, चोरी जारी गरेर पनि खान सक्छु, कसैलाई ठगेर नि खान सक्छु। अनेक छ, धेरै छ के बाटोहरू त धेरै छ नि त होइन। मलाई एक्लो ज्यानको लागि मैले यति मेहनत जब तपाईँहरूको लागि गर्न सक्छु, तपाईँले चाहिँ मेरो 1-2वटा कुरा मानिदिँदामा चाहिँ के जान्छ तपाईँको? मलाई भन्नु त ल, के जान्छ? केही जाँदैन। मैले भने बुढी यस्तो गरिदेऊ न भने चाहिँ गरिदेऊ न आमा, यस्तो गरिदिनु न, गरिदिनु न बुवा, यस्तो गरिदिनु भन्दाखेरि गरिदिएमा त केही हुँदैन नि त होइन। मेरो आँखामा आँसु, तर पनि मलाई रुन मन लागिराखेन कि। है बुढी, है आमा, त प्लिज म मात्रै होइन कि यहाँ हामी जस्तो धेरै मान्छेहरू यस्तै छन् कि। के छ दाजु, नमस्ते। कहाँ हो? वाकिङ भयो क्या? म जस्तो धेरै छ। सबैको कुरा बुझिदिनु, सबैको घर भाडा धेरै जस्तो मान्छे मरे पनि छ है। त्यस्तो नहोस्, मर्न नपरोस्, बाँचौँला सँगै। मरेपछि जे गर्नु छ गर्नु, बाँचुन्जेलसम्म त कमसेकम मैले भनेको अलिअलि मानिदिनु न। खुसी हुन्छु म। मेरो काममा मेरो फोकस हुन्छ, लाग्छ आमा बुवा सबै मैले भनेको मानिरहेछ, बुढीले मैले भनेको मानिरहेछ। म खुसी हुन्छु कि। त्यति गरिदेऊ न है प्लिज। जिउँदो संसारसम्म गरिदेऊ, भोलिको दिन कसले देखाएको छ र। प्लिज है, मलाई केही चाहिँदैन। मलाई
लत्ता कपडा धुन आउँछ, भाँडा माझ्न आउँछ, चुलो चौका गर्न आउँछ, घाँस काट्न, भारी बोक्न, मलाई सबै आउँछ। मलाई त्यसको आवश्यक छैन। तपाईँले मलाई बनाएर खुवाउनै पर्दैन, बरु मै बनाएर खुवाउँला। तर त्यति चाहिँ मानिदियो है ल। मलाई अरूको त केही दुःखै छैन नि त होइन। मलाई अरू के दुःख छ? केही दुःख छैन। सबैले काम गरे हुन्छ, सबैले काम गर। प्लिज यति बिन्ती छ, भनेको मानिदियो है। के त यो भिडियो पछि तपाईँ रहनुहुन्न कि म रहनुहुन्न कि केही थाहा छैन नि त। मैले तपाईँलाई शङ्का गर्छ, आई थिङ्क माया भएर त होला नि त होइन। माया थिएन अथवा कुनै केही छैन भने त मलाई के टाउको दुखाइ भयो र तपाईँलाई त शङ्का गर्नलाई पर्दैन होला जस्तो लाग्छ। माया छ र पो शङ्का पनि लाग्छ होइन। रिसाउन मन पनि लाग्छ, कराउन मन पनि लाग्छ है। ल अहिले म यहाँ क्लासको कुनै ठाउँमा पुगेँ, अब के हुन्छ यता हेरौँ।